अधिपति रावण महाराज को मेरो राज्यमा बसेर मेरो जयकार नलाउनेको म यो राज्यमा बस्न दिनेवाला छैन। ए सैनिक, कसले मेरो विरुद्धमा बोल्दैछन्? मेरो जयकार नलाउने कतिजना छन्? मलाई त्यसको डाटा चाहियो। अहिले लगभग 251 जति महाराज। 251 जतिले मेरो विरुद्धमा बोल्दैछन्। हजुर म पनि हो। सैनिक, यो हुन सक्दैन। रावणकै राज्यमा बसेर रावणकै नुन खाएर रावण विरुद्ध बोल्दैछ। यो अपमान सहन सक्दैन रावणले। कसले बोले? लङ्केश हो, लङ्केश। यो त्रिभुवन अधिपति हो। म भन्दा ठुलो अरू कोही छैन। ए सैनिक, हजुर महाराज, विचार गर। एकदम विचार गरेको हाम्रा गरेको छु महाराज। विरुद्धमा त्यो एउटा काम भन्ने एउटा वनवासी जत्ता कपडा लाउने पहिलो भुक्तोर कपडा लाएर हिँड्ने जोगीले म विरुद्ध लडाइँ गर्न आउँदैछ अरे। हे सैनिक, हजुर महाराज, यो सम्भव हुने कुरो हो? सम्भव त अब हजुरले सुनकै लङ्कामा बसेर सुनै सुनको दरबारमा राज्य गर्ने रावणलाई एउटा सामान्य मामुली जङ्गलीले जित्न सक्छ? अलिकति गल्ती त तपाईँले पनि गरे हो महाराज। यो हुन सक्दैन। सैनिक, तयार छौ युद्धका लागि? युद्धको लागि त तयार छौँ ए, यहाँ आइज त, तँ आइज। बरु वार्ता गर्ने आइज। महाराज। के खाएर आएका थिएछ आज? छैन त, चाउरी परेछ बुढी। युद्ध गर्नु छ त्यो जङ्गलीसँग। एउटा त्योसँग मर्कट आएको छ। मर्कटसँग युद्ध गर्न सक्छ? सक्छु महाराज, मैले जाउलो खाएर आएको बिहानै। ए कतै कटु त बोक्दैनस् नि? महाराज, यो चालो हो त बिहान आउँदैन, हजुरले धेरै थाहा जोस्, लङ्कामा बसेर मेरा सैनिकहरू डर छन्। हेर्दा सानो भए पनि युद्ध कौशलमा महारथी हासिल गरेका छन्। महाराज लङ्केशले युद्ध कौशलमा सैनिकहरूलाई पूर्ण निपुण बनाइसकेको छ। इन्द्रजित छ महाराज, इन्द्रजित हजुरको। महाराज लङ्केशको विजयी भव। ए सैनिक, महाराज लङ्केश विजयी हुने सम्भावना कतिको देख्दैछौ? एकदम 100% महाराज। ए सैनिक, सैनिक, जिउरो लटपट्यो महाराज। यो आवाज कहाँबाट आउँदैछ? ए जनता हो, ए जनता हो, तिमीहरू मेरो मेरो विरुद्धमा बोल्दैछौ? बाँच्ने मन छैन? महाराजको जय भन्नुपर्छ। सैनिक, हजुर महाराज। जाऊ, कसले मेरो विरुद्धमा बोल्दैछ तिनीहरू टेकल लगाएर आऊ। जाऊ। जय महाराज। ए छोटे, जा जा। ए ताल सिटिङ। ए सैनिक, हजुर सैनिक, हजुर महाराज। ती कुम्भकर्ण महाराज कहाँ छन्? आजभोलिदेखि किन त म कहाँ कोनामा बसेर दुना खाँदैछन्? होइन महाराज, कुम्भकर्ण महाराज त सुतिरहनु भएको होला। सैनिक, 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 जाऊ। महाराज कुम्भकर्णलाई यसो हेरेर आऊ। महाराजको के हुँदैछ? निन्द्रा एकदम चित निन्द्रामा छन् महाराज। उठाऊ 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 न, उठाऊ। महाराज छोड्दै छोड्दै छोड्दै। ए चिर निन्द्रामा सुतेको कुम्भकर्णलाई नबिचका हुँदैन, अनिष्ट हुन सक्छ। महाराज लङ्केशको दाहिने हात हो, दाहिने हात चलाउनु हुँदैन। समय आएपछि उहाँलाई पनि उठाउनु पर्छ। कसरी युद्ध जितिन्छ त महाराज? सैनिक, तिमीहरू जस्तो महारथी हुँदाहुँदै लङ्केशलाई के को डर? महाराजलाई डरको सामना गर्नै पर्दैन। मैले सुन्दैछु त्यो एउटा मर्कट पनि अलि युद्ध कौशलमा अलि महारथी छ अरे। सैनिक, तिमी परास्त गर्न सक्छौ नि मर्कटलाई? एकदम म ढोक्क छु महाराज। सकेन भने ओइ सक्छ सक्दैनस्?
म त झन् सुकेको ओइ, ओइ, भित्र लुकेको पा, भन्छ महाराज त सक्छ सक्दैनस् किन नसक्नु त्यति जाबो त्यो जङ्गली त्यो छोत्रा लुगा लाग्ने त्यो राम भनाउँदो छ सक्छ सक्दैन सिद्धो गर्न किन नसक्नु महारथको परमेश्वर हजुरैसँग त गर्छ डराउनेवाला छैन यस्ता महारथी सैनिकहरू हुँदाहुँदै रङ्गेशलाई डर छैन तर चनाखो हुनुपर्छ है सैनिक तपाईँ ढुक्काउनुहोस् महाराज ढुक्काउनुहोस् पुरा पुरा सैनिकहरू हजुरको लागि आफ्नो प्राण उत्सर्ग गर्न तयार छन् महाराज सैनिक हजुर महाराज अलि युद्ध कौशल गर भएन मलाई विश्वास छैन तिमीहरूमाथि तिमीहरूले पनि ममाथि अन्याय गर्न सक्छौ युद्ध कौशल देखाऊ हस् महाराज हामी पुरा खड्ग युद्ध गर्न सक्छौँ होइन खड्ग युद्ध होइन डिप गर सैनिक महाराजजी तिमी अलि अटिलो छौ तिमी चाहिँ पहिलो नम्बर गर गरिहेर के गर्ने अरे महाराज यसो गर्छ नि देखौ महाराज मैले त यो सेनामा भर्ती हुनुभन्दा पहिल्यै यी सबै गरेको महाराज ए सैनिक तिमी अलि धेरै बढी हुन खोज्दैछौ हस् महाराज अलि मजाले अर्को एकम दोया त्रिणी चत्वारी पाँच छ सप्त नौ एकादश द्वादश सैनिक माने सैनिक तिमी त युद्ध कौशलमा महारथी भइसक्छ माइलो यो माइलो सैनिक अल्छी छ देखा मलाई चित्त बुझेको छैन म हाँक्छु भन्ने हुँदैछ है मलाई सपना नराम्रो देख्दैछु युद्ध कौशल देखा किन अटेरी गर्दैछ देखा भनेको तँलाई अटेरी गर्छस् बिहान त महाराज गरेर त राख्छ नि यो पछाडिबाट के चलाइरहनु भएको छ महाराज ढाडमा कता हेर्नुहोस् पाइन्छ छिटो त्यहाँ गर भनेको के गर्नु तल रावणको सैनिक आएर ढोकाबाट च्याएर मलाई सैनिक बनाइदिए भने जस्तो छ के भन्नाले कति पर्छ अझै काम पुरा छ महाराज ढोकाबाट च्याएर मलाई बना भन्दा रोगको तुरतुर आँसु निकाले सैनिक महाराज बरु हजुरले अपराध गरेर लिएर आएकी ती वैदेवी कहाँ छिन् महाराज तिनको लेखाजोखा गर्नु पर्यो महाराज सैनिक कसैले फेरि अपराध तिनको त गरेर लिएर जान्छ कुनै नगर विश्व सुन्दरी सिद्धि हो सुन्दरी सिद्धि मलाई त देख्दाखेरि त कता मन्द गरेर छोटे जस्तो पनि लाग्छ हौ कतिखेर त त्यस्तो त गर्नुहुन्न महाराज महाराज एउटा कुरा भनौँ के हो मैले कता मेरो मन धराइरहेको छ महाराज किन तिमी यसो भन्दैछु सैनिक कता रामचन्द्र लङ्का प्रवेश गरिसकेको सङ्केत भएको छ महाराज रामचन्द्र भनेर सम्मानपूर्वक बोल्ने अधिकार है सैनिक तिमीलाई कसले दियो महाराज यति राम्रो रामचन्द्र होइन तो रामे हो जङ्गलमा बस्ने जङ्गलीलाई रामचन्द्र भनेर सम्बोधन गर्छौ लाज छैन महाराज अलिक ध्यान दिएर सुन्नुहोस् त ध्यान दिएर सुन्नुहोस् हनुमान सहित हनुमान को यो हनुमान भगवान नयाँ नाम आयो लक्ष्मण लङ्का प्रवेश गरिसके तपाईँले यहाँ परेड खेलाउँदै बस्नु